Hey guys, what's up guys? Welcome to my channel. Hello guys. म र मेरो भौजी चाहिँ आज हामी बाहिर घुम्नु आएको विन्टरमा बल्ल घाम लागेर समर जस्तो घाम लागिरहेको छ लुक एट दिस गाइस देखाइदिनु त घाम अनि यो हाम्रो माफ्रा प्यालेस म जहिले भ्लगमा देखाउँछु यो दामी देखिरहेको छ अनि या गाइस हामी आज घुम्दैछौँ आज हामी के गर्छौँ तपाईलाई देखाउँछौँ है Keep watching guys. Keep watching. उहाँ चाहिँ तपाईँको इन्ट्रो उहाँ चाहिँ हुनुहुन्छ भाउजू सञ्जना लिम्बू ताली हेलो गाइस सबैजनालाई नमस्ते स्वागत छ मेरो बहिनीको भिडियो हेरिदिनु होला सब्स्क्राइब पनि गरिदिनु होला फेरि हामी आउँदै गर्छौँ यस्तै रमाइलो भिडियो लिएर चाहिँ यहाँ हाम्रो डेस्टिनेसनसम्म आइपुग्यौँ हाम्रो अहिले क्रिसमसको यहाँ मेला लागिरहेछ क्रिसमस न्यू इयरको अनि हामी यहाँभित्र जान्छौँ तपाईँलाई देखाउँछौँ के छ भनेर सो या गाइज अनि यहाँ नि के अरे यो उस लागेको छ फुडको यहाँ चाहिँ फ्रेन्च फ्राईहरू पाउँथ्यो तर अहिले बन्द भइसक्यो क्रिसमस सक्यो नि त त्यही भएर गाइज अब हामी त्यहाँ जान्छौँ तपाईँहरूलाई देखाउँछौँ के छ भनेर लेट्स गो सो गाइज यही हो घुमाउँ गाइजहरू सँगै लिनुपर्छ into Puchil Dam. हान्नु न के गरेको रे गर्नु आइस स्केट यहाँ हाम्रो गाइज लुक एट दिस लाइट उहाँ हुनुहुन्छ हाम्रो भुवन लिम्बू अलवेज माई गेस्ट के अरे इङ्ग्लिस मिलेन के उहाँ हुनुहुन्छ पेम्बा शेर्पा उहाँ हुनुहुन्छ इन्द्र सेनह्याङ लिम्बू उहाँ हुनुहुन्छ मेरो बुढा पेम्बा शेर्पा हेलो भन्नु हेलो पेम्बा गेल्पु शेर्पा लामा हाम्रो यहाँ हुनुहुन्छ भुवन लिम्बू अनि उहाँ हुनुहुन्छ हाम्रो ह्याङदाई इन्द्र सेनह्याङ लिम्बू इन्द्र सेनह्याङ अनि हाम्रो यहाँ भाउजू हुनुहुन्छ भाउजूको त अघि भइसक्यो सञ्जना लिम्बू एके सञ्जना लिम्बू दामी भइरहेको छ आजको भ्यू आकाशको दृश्य सफा दामी स्केट खेलेको यो हेर्नु न अघिको स्केट खेल्ने यहाँ देख्नुभयो यो घुम्नु पर्ने यहाँ घुमिरहेछ यो पनि देखो ना गाइस देखो ना ये कितना छोटा बंदा है और तुम भी बहुत छोटे बंदे यहाँ ना बहुत कितना छोटा बंदा है रे ये तो बंदा है ना बंदा कोपी के हो देखो ना के हो बंदा कोपी हो के हो यो नि एक खालको होला के यो खासा एक प्रकार खोइ के अरे के तर बन्दा कोपी जस्तै देख्छ बुट्टा वाला किनिदिनु मलाई ल हेर त 21 रुपैयाँ बट्टाले पनि त महँगो पऱ्यो क्या यो नि ठुलो यसमा चामलहरू हालेर पिठो गाइस मैले एउटा गिफ्ट भेटाइसकेँ भुवन भाइको लागि एक गिफ्ट भुवन भाइ तपाईँलाई यो बुढा देखो ना क्या है मैंने बनाया है सुबह गाइस आज हामी पानीपुरी खाने हो अनि हामी धेरै होइन नि त होइन थोरै हाल्ने हो नि त शीतल जस्तो यहाँ भाउजू र म चाहिँ यहाँ भाउजू र म चाहिँ अब घाम ताप्न जानु आँटेको देखो न त्यो घन्टी बजाउनु न घन्टी बजाउनु न त्यो अब बुढा घन्टी बजाउनु त बोन भाइ Make your line straight, please.
लागि पानीपुरी चटपटी करेन्ट ब्रेड ओ माई गॉड के खाने हो यहाँ सामान रेडी हुँदैछ हाम्रो यहाँ पानीपुरीको चटपटीको लागि सामान रेडी हुँदैछ यहाँ पनि अहिलेसम्म चाहिँ झरेको छैन ए हेर्नु न मलाई यहाँ यो ए राम्रो रहेछ तर हातले सुहाएन हातमै ठिकै छ त त्यसले लगाइदिएको ठिकै छ त सो गाइस हाम्रो यहाँ पानीपुरी रेडी हुँदैछ गाइस तेलै नरहेछ हौ हाम्रो त तेल किन्नु पठायो अब हामी आज पानीपुरी चटपटे रामेन सबै खान्छ एकैचोटि नखाएको चाहिँ केही पनि नखाने ब्रेड बनाइदिए गरौँ क्या हुन्छ सुरुमा खाने होइन ब्रेड खाँदै गर्छ एउटा एउटा धेरै नदिनु सबैलाई एउटा एउटा भयो फेरि ओसिन्छ क्या यता बनाएर टोस्टर एग टोस्ट एउटा मात्रै खान्छु म एउटै मात्र हो रेसिपी देखाउँछु क्या अलिक धेरै टोस्ट गरेर खाने भइसक्यो आउनु कति साह्रो अहिले ए बिचरा त थाप्नु पो गएको नि त म त कराएँ पो त एकछिन त म त एकछिन उ गर्नु नसकेन अगाडि हाम्रो यहाँ झोल रेडी भयो अब यहाँ पानीपुरीको आलु चाहिँ भरे थपौँ है पानीपुरीको उस हुँदैछ कस्तो मजाको सुक्खा टाइपको आलु उसु बनाउनु जस्तो रोटीहरू बनाउनु जस्तो खानुहुन्छ हेर्नु त सुक्खा टाइपको भएको क्या नत्र पानी पानी हुन्छ नि है राम्रो आलु रहेछ यो आलु त नेपालको जस्तो अब हामी पानीपुरी खुलाउँछौँ त्यसपछि रामेन बनाउँछौँ अनि चटपटे बनाउँछौँ अनि खान्छौँ गाइस हाम्रो यस्तो पानीपुरी यस्तो दामी फुलिन्छ है तपाईँहरू यस्तो पानीपुरी यस्तो फुलिन्छ कि फुलिँदैन हाम्रो यस्तो फुलिन्छ है साथीहरू गाइस हाम्रो पानीपुरी रेडी भइसक्यो देखो न गाइस हाम्रो चटपटे करेन्ट गाइस हाम्रो यहाँ हाम्रो ह्याङले नजानु भएको सुनेको के पड्किँदैछ यहाँ देख न गाइस मिर्छ त है पानीपुरी कस्तो छ बनबाई कस्तो छ मेरो पनि छादिनु धेरै हुन्छ चर्च गरौँ ल हिँड्दै ल भाउजू लाउनु चर्च यो अल्कोहल होइन है पेप्सी हो ल थाप्छ त थोरै हाल्नु छ अब यो त चिसो ल
तिमी सपना चाख्नु भनेको कस्तो छ सपना त म सक्दिनँ हो नखाइ लाग्यो बिचरा भिजा भयो है त्यो नखाएर पानीपुरी बाँकी छ कार्यक्रम जारी छ हाला त्यस्तो भएछ नाकमा सियाम तान्दा मसकिन होला म बुढा थड होला बुवन भाइ लास्ट सबसे बढी पर्ने बुवन भाइ यस्तो भएछ यार धन्यवाद हजुर ओहो धेरै धन्यवाद ल धन्यवाद काकीलाई पनि भाउजूलाई पनि के छ यहाँनिर लाइक कमेन्ट सेयर गर्नु भनेको यस्तो गरेर सब्स्क्राइब र सेयर गरिदिनु होला हाम्रो भाउजूको च्यानललाई अनि यता देखाइ